छ, मेरो आराधकहरूले चाहिँ आत्मा र सत्यतामा आराधना गर्नेछ भनेर। किनभने हामीले चाहिँ परमेश्वरलाई चाहिँ आत्मासित भेट्छौँ। जसरी पवित्र आत्मा हुन्छ, आत्मा हो, परमेश्वरसित चाहिँ पवित्र आत्मा हो। त्यो पवित्र आत्मा चाहिँ परमेश्वरले आज हाम्रो आराधनामा, आजको आराधनामा हामीलाई चाहिँ दिनुभएको पवित्र आत्मा। आज चाहिँ उयो त्यो यो बोतल आदिको चाहिँ भरेको छ। अब परमेश्वरले अब यो बोतल भरि छ। अब यो बोतल अब हामी चाहिँ हालिदिन्छौँ भने अब परमेश्वरले चाहिँ यो सबै उहाँको पवित्र आत्मा चाहिँ हामीमाथि बनाउनु भयो, हामीलाई भरिपूर्ण गर्नुभयो। भजन सङ्ग्रह 23 मा लेखेको छ, मेरो कचौरा चाहिँ भरेर पुगिनेछ। हामीले चाहिँ हाम्रो परमेश्वरले, हाम्रो स्वयं परमेश्वरले चाहिँ हामीलाई छुनु भएको छ। आज त्यो बन्धनहरू चाहिँ हटिसकेको छ। हामी चाहिँ हिँड्नुपर्छ। अब हामी उहाँको नजिक जान्छौँ। अब यसरी उहाँ प्रभुमा छुनुहोस् भन्छौँ। अब हामी यहाँ खडा भए म अब त्यहाँ हुनुहुन्छ प्रभु, कि प्रभु ममा हुनुहुन्छ कि म उहाँमा जानु। हामी उहाँमा हिँड्नुपर्छ। त्यसरी नै सेवकाई भनेको यो हो। हामी चाहिँ उहाँमा हिँड्नुपर्छ। उहाँले हामीलाई शक्ति दिनुहुन्छ। उहाँले चाहिँ पवित्र आत्मा चाहिँ दिनुहुन्छ। उहाँले हाम्रो यो सबै यो अब यहाँ यो यसले रोक्दैछ, यसले रोक्छ मलाई। अब यसले हिँड्न दिएन। अब यो बन्धनले चाहिँ परमेश्वरले यो बन्धनलाई चाहिँ हटाइदिनु भएको छ हाम्रो जीवनमा। आशिष आउँदैछ भनेर म महसुस गरेको थिएँ। अनि यो के भन्दा हिजोको सेवकाईमा हामीले कतिले छुटकारा पायौँ। आजको आराधनामा पनि हामी छुटकारा पायौँ। हिजो अस्ति कुराको पवित्र आत्मा हिजो उहाँ शक्तिशाली रूपमा आउनुभएको थियो। आज पनि त्यसरी आउनुहुन्छ। हो, त्यो पवित्र आत्मा चाहिँ हामीले महसुस गरेको पवित्र आत्मा चाहिँ हो, हामीले सम्झिनुपर्छ। त्यो पवित्र आत्मा चाहिँ हाम्रो जीवनमा बगिरहनुहुन्छ। जसरी परमेश्वर दिनभरि हामीले भेट्न आउनुहुन्छ। दिनभरि हामी चर्चमा पनि नआए पनि, कलेज फेलोसिपमा पनि नआए पनि, हामी घरमा हुँदा पनि हामी प्रार्थना गर्छौँ। त्यतिखेर परमेश्वर हाम्रो ढोकामा आउनुहुन्छ। किनभने पवित्र आत्मासित हामीसित हाम्रो मन्दिर चाहिँ खुलाउनुपर्छ पवित्र आत्माको लागि। आजको सबै त्यो बन्धनहरू चाहिँ हटिसकेको छ भनेर म भन्छु। पवित्र आत्माले मलाई इन्करेज गर्नुहुन्छ सब थोकमा। किनभने पवित्र आत्मा चाहिँ एक ठाउँमा मात्रै होइन, बोल्न पनि मुडा होइन, बोल्न नसक्ने होइन हाम्रो प्रभु। पवित्र आत्मा बोल्न सक्नु हुन्छ। पवित्र आत्माले चाहिँ हाम्रो जीवन, हाम्रो मन्दिरभित्र चाहिँ एउटा पवित्र आत्माले चाहिँ हाम्रो भित्रको मन्दिरलाई चाहिँ उठाउँदै हुनुहुन्छ। परमेश्वरको लागि उठाउनु हुँदैछ। किनभने अब अन्तको दिनहरूमा हामी उठ्नेछौँ। त्यसरी नै पवित्र आत्मा चाहिँ हाम्रो मन्दिरमा आइसक्नु भएको। पवित्र आत्मा चाहिँ उहाँ पवित्र आत्मा चाहिँ हाम्रो जीवनमा आउनु हुँदैछ। त्यो आशिषहरू आउँदैछ। किनभने पवित्र आत्माले चाहिँ हामीलाई वरदान दिनुहुन्छ। परमेश्वर आउनु हुँदैछ, हामीलाई भेट्न आउनु हुँदैछ। हामी चर्चमा मात्रै भेट्ने होइन, हामी चर्चमा मात्रै आएर ठुलो स्वरले आराधना गर्ने हो, तर हामी घरमा पनि उहाँको एक्लै समय बिताउनुपर्छ। किनभने पवित्र आत्मा चाहिँ हामीसित सधैँ हुनुहुन्छ। परमेश्वरले भन्नुभएको थियो पत्रुस पावलहरूलाई, म एउटा सल्लाहकार पठाउनेछु तिमीहरूको लागि, जो हुनुहुन्छ पवित्र आत्मा हुनुहुन्छ भनेर। पवित्र आत्मा चाहिँ हाम्रो सल्लाहकार हो। यसो चाहिँ हाम्रो पछाडि हुनुहुन्छ कि अगाडि हुनुहुन्छ?
अगाडि हुनुहुन्छ किनभने उहाँले त्यहाँ यौनामा लेखेको छ, यौना 15मा लेखेको छ, जीवन बाटो र सत्य म हो भनेर। म बाहेक अरू कोही पिता कहाँ जान सक्दैन भन्नुभएको छ। किनभने उहाँ चाहिँ बाटो हुनुहुन्छ, आमेन। हाम्रो जीवनको बाटो हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ परमेश्वरलाई चाहिँ पहिलो प्राथमिकता दिनुपर्छ। आमेन।